दर्शकबिन नमस्कार। कार्यक्रम अपन विशेष में अपने सबके हार्दिक स्वागत है। विशेष प्रसंग में विशेष व्यक्तित्व संग एक विशेष संदर्भ में चर्चा परिचर्चा करबाक लेल उपस्थित होइत रही छी। आजुक हमरा सबक विषय नेपाली कांग्रेस। नेपाली कांग्रेस तराई मधेश के गोराखेत कहै छै। एखन अपन 14 महाधिवेशन के तैयारी में छै आ प्रदेश अधिवेशन सब सेहो भ रहल छै। नेपाल के 77 जिला मध्ये 16 जिला में मात्रे जिला अधिवेशन सब वा कहीं मतदाता नामावली प्रकाशन के वा जिला अधिवेशन होबे के बाकी छै, जेमे सब प्रदेश 2 के 8 गो जिला सेहो एखन दिन सार्वजनिक नहीं भेलै, यानी कि प्रदेश 2 के अधिवेशन अन्यल में छै, असमंजसता में छै। नेपाली कांग्रेस के प्रदेश 2 के अधिवेशन के की हेतै, तेकर बाद महाधिवेशन में एकर प्रभाव केना पड़तै, नेपाली कांग्रेस जे किसिम से प्रदेश 2 में आंतरिक विवाद में फंसल है, प्रदेश 2 में नेपाली कांग्रेस के भविष्य की हेतै, यावत विषय में बातचीत करऽ के लेल आजुक हमरा सभक अतिथि छथि। नेपाली कांग्रेस के युवा नेता कही, जनकपुर धाम के पत्रकार कही, एखन नेपाली कांग्रेस में महाधिवेशन प्रतिनिधि सेहो बनल छथि आ प्रदेश 2 कार्य समिति में उपसभापति के दावेदार कही उम्मीदवारी सेहो घोषणा करे छथिन। प्रफुल्ल कुमार घिमिरे, स्वागत छ यहाँलाई कार्यक्रममा। नमस्कार, धन्यवाद। अहिले उम्मेदवार हुनुहुन्छ, उम्मेदवारीको तयारीमा हुनुपर्नेमा ठेकानै छैन, अधिवेशन हुन्छ कि हुँदैन, के अधिवेशन हुन्छ कि के? सबैभन्दा पहिलो कुरो के छ भन्दाखेरि नेपाली कांग्रेसको राजनीतिक इतिहासमा यसपालिको जो अधिवेशन हुन गइरहेको छ, प्रदेशको वा जिल्लाको, वार्डको वा केन्द्रको, यस्तो अराजक रूपमा आजसम्म नेपाली कांग्रेसको कुनै अधिवेशन सम्पन्न गरिएको थिएन र भएको पनि छैन। महत्त्वपूर्ण कुरो के छ भन्दाखेरि नेपाली कांग्रेसको क्रियाशील सदस्यतादेखि लिएर नै प्रदेश नम्बर 2 का अधिकांश जिल्लामा रोकावट सिर्जना भएको थियो र त्यसलाई ढिलाइ गरेर समयमा सान्दर्भिक न्यायोचित निर्णय केन्द्रबाट जुन हुनु पर्थ्यो त्यो गर्न नसकेर ढिलाइ हुँदै अहिलेसम्म प्रदेश 2 को अधिवेशनहरू कतिपय वार्डमा भएको छैनन्, सर्लाहीका वार्डमा भएको छैनन्, प्रदेशको भएको छैन, कतिपय क्षेत्रीय अधिवेशनहरू भएको छैनन्। यस्तो किसिमको अधिवेशनले नेपाली कांग्रेसलाई कतिको सार्थक गर्छ, यो आम नेपाली कांग्रेसबाट चिन्तित कार्यकर्ताहरूलाई चिन्ता तुल्याएको छ। यो अधिवेशनले यो मधेस प्रदेश जो नेपाली कांग्रेसको अघि भन्यो गोराखेत भएको ठाउँ नेपाली कांग्रेसले साख किन गुमाउनु पुग्यो, के कति कारणहरू छ यो साख गुमाउनु पर्ने कारणहरू के छन्? जो मधेसले जहिले जहिले नेपाली कांग्रेसलाई साथ दियो तैले तैले नेपाली कांग्रेसको बहुमतको सरकार बनेछ र 2007 सालदेखि यदि नेपाली कांग्रेसको इतिहास हेर्ने हो भने झापादेखि कञ्चनपुरसम्मको यो तराई मधेसको भूभागबाट नै सशस्त्र क्रान्तिदेखि लिएर होस्, विभिन्न आन्दोलनहरू होस्, यही भूभागबाट नेपाली कांग्रेसले सृजित गरेको थियो र मधेसका जनता पुरा नेपाली कांग्रेसमै थिए, लोकतन्त्रवादी पक्षधरहरू थिए। विगतका ती घटनाक्रमहरूलाई हेर्दा एकाएक मधेस किन विचलित भयो, थारू आदिवासी जनजातिहरू किन विचलित भए, यी सारा कुरा नेपाली कांग्रेसले अधिवेशनमा खोतल्नु पर्दछ र त्यो अधिवेशनमा खोतल्दै मधेसका समस्याहरू के हुन्, जनजाति आदिवासी मुस्लिम महिलाका समस्याहरू के हुन्, यिनीहरूलाई के चाहिएको छ, जब नेपाली कांग्रेसलाई यत्रो ठुलो भूभागका जनसमुदायले जुन सहयोग पुर्याउँदै इतिहास छ, इतिहासको दस्तावेजहरूले बोलिरहेको छ,
63 को गणतन्त्रात्मक नेपालमा प्रवेश गर्न साथ मधेसका जनताहरू किन विचलित भए? नेपाली काङ्ग्रेसमाथि किन विश्वास गरेनन्? मधेसको मुद्दा र नेपाली काङ्ग्रेसको प्रस्तुति वा गतिविधि अर्को कुरा हो। तपाईले सुरुमै भन्नुभयो अराजक महाधिवेशन। एकदम। यो अराजक केलाई संकेत गर्नुभयो तपाईले? मैले संकेत गर्न खोजेको के हो भन्दाखेरि संस्थापन पक्षको दबदबालाई कि अब यसलाई जब नेपाली काङ्ग्रेसले मधेसबाट साख गुमाएको अवस्थामा अहिले साख मजबुत गर्नुपर्ने अवस्था हो। मधेसको भरोसा र आशाको केन्द्र बन्नुपर्ने अवस्था हो। मधेसमा रहेका हरेक वर्ग, समुदाय, जाति, भाषा, भाषी, धर्मावलम्बीहरूलाई वडा तहदेखि लिएर माथिल्लो तहसम्म नेतृत्वदायी भूमिकामा कसरी पुगाउने महत्त्वपूर्ण कुरा त्यो थियो। महत्त्वपूर्ण कुरो नेपाली काङ्ग्रेसका नेतृत्वहरूले त्यतातिर ध्यान दिएर अगाडि बढ्नुपर्ने थियो। तर त्यो हुन सकेको छैन। बाहुल्यताको आधारमा वा कुनै आधारमा वा समूहगत राजनीतिको आधारमा कसैलाई पदमा स्थापना गर्नु अलग कुरो हो। यसले नेपाली काङ्ग्रेसलाई कतिको फाइदा गर्छ त्यतातिर विश्लेषण हुनु जरुरी छ। त्यतातिर ध्यान पुगाएको एक त देखिएन। जब प्रदेश नम्बर 2 मा 8वटा जिल्ला छ, 8वटा जिल्लाको समयमा केन्द्रले निर्णय गरेर समयमै क्रियाशील सदस्यताको टुङ्गो लगाएर वडा अधिवेशनदेखि लिएर क्षेत्रीय अधिवेशनसम्म किन गर्न लगाएन? मनसाय त्यहाँ गलत, मधेसका आम कार्यकर्ताले मनसाय नै केन्द्रको गलत देखाएछ भनेपछि नेपाली काङ्ग्रेसभित्र रहेका कार्यकर्ताहरूले केन्द्रको निर्णयलाई प्रश्न उठाइरहेछन् भनेपछि यसले भोलि आउँदो स्थानीय निर्वाचन होस् वा प्रदेशका निर्वाचन हो वा सङ्घीय निर्वाचनमा नेपाली काङ्ग्रेसलाई कतिको फाइदा गर्दछ यो अहिले सोचनीय कुरो छ। तपाईको भनाइ महाधिवेशनमा जित्नको लागि संस्थापन पक्षले त्यो आधारमा र त्यो रणनीति तहत सबै नियम विधि विधानलाई लत्याएर अधिवेशनहरू गरेको छ। एकदम। त्यसको त यथार्थ ज्वलन्त उदाहरण त मेरो त धनुषामै छ, मैले देखेको छु। नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यताको लागि प्रावधान के हुन्छ भने विधान तहत वडा कार्य समितिको बैठकद्वारा निर्णय गर्नुपर्छ क्रियाशील सदस्यता नयाँ दिनको लागि, नवीकरण गर्नको लागि यदि मृत्यु भएका छन् या पार्टी परित्याग गरेका छन् वा पार्टी छाडेर गएका छन् त्यसको वडा कार्य समितिले बैठक बसेर छलफलद्वारा म्यानेटिङ गरेर कसलाई कसलाई नयाँ दिने हो, कसलाई कसलाई विधिवत प्रावधानहरू छ। त्यो प्रावधान अनुसार क्रियाशील संस्था फर्म भरिन्छ। क्रियाशील संस्थाको फर्म भरेर म्यानेटमा सबै क्रियाशील संस्थाको नम्बर सहित वडा समितिको निर्णय सहित त्यो म्यानेट पालिकामा जान्छ। पालिकापछि प्रदेशले अनुमोदन गर्छ, प्रदेशपछि क्षेत्रमा जान्छ, क्षेत्रले तपाईको पठाउँछ जिल्ला गरेर। यति प्रावधान भएर क्रियाशील संस्थाको टुङ्गो लाग्छ र केन्द्रले प्रमाणित गरेर पठाउँछ। तर धनुषा जिल्लाको कतिपय ठाउँमा के देखियो भने क्रियाशील संस्था नम्बरै नभइकन केन्द्रबाट नामावली पठाइयो सिधै। निर्वाचन भोलि छ, वडाको निर्वाचन भोलि छ, निर्वाचन मतदान अधिकृतले मतदाता नामावली लिएर वार्डमा पुगिसकेका छन्। माथिबाट क्रियाशील संस्थाको नम्बर विहीन अवस्थामा माथिबाट सिधै नाम आइदियो, नयाँ नामहरू ल्याउँदै मतदान दाता बनाइएको अवस्था छ भनेपछि नेपाली काङ्ग्रेस कतातिर गइरहेछ भन्दाखेरि के देखियो भने नेपाली काङ्ग्रेसको अहिलेको अधिवेशन विधि विधान नियमभन्दा विपरीत संगठनलाई कसरी आफ्नो मातहतमा ल्याउने, कसरी आफ्नो मान्छेलाई स्थापित गर्ने, त्यो मानसिकताबाट ग्रसित भएर जुन अधिवेशन भएको वातावरण जो देखा परिरहेछ यसले नेपाली काङ्ग्रेसलाई कदापि फाइदा गर्दैन। अहिले त के हुन्थ्यो भने
जसरी 63 को आन्दोलनमा विगतमा 46 सालको आन्दोलनपछि 48 सालको नेपाली काङ्ग्रेसको सरकार भएपछि विश्वेश्वर प्रसाद कोइराला जननायक बीपी कोइरालाले दिएका चिन्तन मार्ग निर्देशन भनेका थिए उनले। त्यति बेला तपाईँको यो 37 सालको जनमत सङ्ग्रहमा जब बहुदलीय व्यवस्थाको त्यो नीलो मतपत्रले 20 लाख चान्चुन मात्रै मत पाएको थियो, 24 लाख चान्चुन निर्दलीय सुधारिएको पञ्चायती व्यवस्थाले पाएको थियो। त्यसमा तत्कालीन संविधान सुझाव आयोगलाई जननायक विश्वेश्वर प्रसाद कोइरालाले जुन प्रस्ताव गरेका थिए त्यसमा 5 वटा बुन्दाहरू लेखिएका थिए। त्यो बुन्दा यदि उल्टाएर हेर्ने हो भने 9 नम्बरको बुन्दामा स्पष्ट हिसाबले लेखेको थियो। के लेखेको थियो भने जिल्लाको आधारमा होइन जनसङ्ख्याको आधारमा मतदान केन्द्र गर्नुपर्दछ र मधेसका जनताको पनि राज्यमा समानताको आधारमा पहुँच हुनुपर्छ भनेर भनेका थिए। जुन संस्थापक नेता बीपीले दिएका मार्गनिर्देशन 48 सालपछि नेपाली काङ्ग्रेस सरकारमा गएपछि जुन तरिकाबाट कार्यान्वयन गर्नुपर्ने थियो, सरकारले जुन समावेशिताको सिद्धान्त अनुसार संगठनलाई निर्माण गर्नुपर्ने थियो, सरकारको गठन मन्त्री परिषद निर्माण गर्दाखेरि क्षेत्रगत भाषागत धार्मिक सहिष्णुता अन्तर्गत जुन तरिकाबाट मन्त्रीमण्डल गठन गर्नुपर्ने थियो, राजनीतिक नीतिहरूमा जुन नेपाली काङ्ग्रेसका नेताको जो निर्देशन थियो त्यो अनुसार कार्यान्वयन गर्नुपर्ने थियो, ती यावत कुराहरूमा नेपाली काङ्ग्रेस चुकेको। जो चुक्ता 63 को आन्दोलनमा मधेसका जनताले, थारूले, जनजातिले, आदिवासीले, मुस्लिमले, महिलाले लगायत खस आर्य सबैले साथ दिएका हुन्। त्यो कुरा नेपाली काङ्ग्रेसका नेताहरूले त्यो मर्मलाई किन नबुझेको? दुःख लाग्दो कुरो यहाँ छ। दुःख लाग्दो कुरो के छ भन्दाखेरि जब जब नेपाली काङ्ग्रेस अप्ठ्यारो परिस्थितिमा पर्दछ तब तराई मधेस जनजाति, थारू, मधेसी, मुस्लिम, आदिवासी सबैले साथ दिएका छन्। 7 सालको क्रान्तिमा मुक्ति सेनामा कोहरू थिए? आदिवासी जनजातिहरू थिएनन्? को थिएनन्? मधेसी समुदायहरू थिएनन्? 1 से 1 दिग्गज नेताहरू थियो तराई मधेसका, सम्हालेर राखेको थियो मधेसलाई। महेन्द्र राय निधि, रामनारायण मिश्रा, रामेश्वर सिंह 1 से 1 नेताहरू थियो मधेसलाई सम्हालेर राखेका थिए। शेख इद्रिस भन्दाखेरि आज नेपाली काङ्ग्रेसमा मधेसका नेताहरू कहाँ छन्? बीपीले जनकपुरमा भारतपछि 5औं महाधिवेशन जनकपुरमै गरेका थिए 2009 सालमा। आजसम्म यदि हेर्ने हो भने नेपालको राष्ट्रिय राजनीतिमा कुनै राजनीतिक दलको उच्च तहमा दलित समुदायबाट माथिल्लो पदमा पुगेको थिएन। तर बीपीको सोच हेर्दाखेरि 2009 सालमा दलित समुदायबाट धनमान सिंह परियारलाई महामन्त्री बनाएका थिए जनकपुर महाधिवेशनबाट। त्यो कुरो नेताहरूले किन बिर्सेका हुन्? त्यो कुरो किन नसोचेका हुन्? जसको परिणाम 2063 को आन्दोलनले गर्दा मधेस बित्क्यो। यो कुरोलाई नेपाली काङ्ग्रेसका नेताहरूले बुझ्नु पर्दछ। अब जुन साख हामीले गुमायौं, अब अहिले अधिवेशनको समयमा, अहिले 14औं महाधिवेशनको समयमा हामीले सबै समुदायको, तराई मधेसको एउटा विश्वास आर्जन गरेर सबै वर्ग समुदायलाई नेतृत्वदायी भूमिकामा कसरी सूझबुझको साथ, समझदारीको साथ, बाहुल्यताको आधारमा होइन, सङ्गठनलाई चुस्त र दुरुस्त बनाउने योग्यता, क्षमता र सामर्थ्य भएका व्यक्तित्वहरूलाई नेतृत्वमा कसरी लिएर जाने, यो दायित्व प्रदेश नम्बर 2 मा भएका नेताहरूको होइन। अब यहाँले खोइकललाई आरोप लगाउँदै हुनुहुन्छ, साङ्केतिक रूपमा म बुझ्न सकेको छुइनँ, तर तपाईँ जहाँबाट महाधिवेशन प्रतिनिधि हुनुभएको छ, क्षेत्रीय अधिवेशन भइरहेको थियो, समुद्घाटन समारोहकै मञ्चमा खल्ती बरा नाम निकालेर 25 जनाको सरसर्ती नाम परेर सुनाएको र त्यसमा तपाईँ पनि पर्नु भएको हो। एउटा कुरो के हुन्छ भन्दाखेरि संगठन त्यसलाई पनि धाँधली भन्नु पर्यो नि त। त्यहाँ होइन, यसलाई नेताहरूले विरोध गरेकै हुन्। यसलाई
सङ्गठनलाई सञ्चालन र परिचालन गर्नको लागि त्यो 25 जना समानुपातिक समावेशी छ तपाईँ भनिदिनुस् मलाई 25 जना समानुपातिक समावेशिताको आधारमा लिएर गइया छ। निर्णय गर्दाखेरि कतिपय निर्णय सही हुन्छन्, कतिपय निर्णय अलिकति गर्दाखेरि कुनै मिस्टेक गल्ती पनि हुन सक्छ। तर सकभर सङ्गठनलाई परिचालन गर्नलाई सञ्चालन गर्नलाई सुझबुझको साथ सङ्गठनलाई मजबुतीकरण गर्ने दिशामा सर्वसम्मति प्रयास उत्तम प्रयास हो। लोकतन्त्रको पहिलो पक्षधर के हुन्छ भन्दाखेरि जहाँ 2टा समूह हुन्छ वा 3टा समूह हुन्छ त्यहाँ बसेर सङ्गठन परिचालन गर्नलाई जो लोकतन्त्रको पक्ष जुन हो सहमति प्रक्रिया उत्तम पक्ष हो। त्यस आधारमा कहिलेकाहीँ सहमतिको आधारमा हेर्दाखेरि कुन पक्षले के ल्यायो कहाँ के हुन्छ त्यो धेरै कुराहरू छ, अलिकति तलमाथि पर्न सक्छ सहमतिको आधारमा। तर वास्तवमा सङ्गठन अगाडि बढाउनको लागि सबैभन्दा राम्रो उपाय हो यदि सहमति भएन भने निर्वाचन पक्ष लोकतन्त्र प्रणालीमा उत्तम पक्ष हो। तर यहाँनिर आवश्यकता के छ भन्दाखेरि मधेसको जो संरचना 70 देखि लिएर 12 पर्सासम्मको 8वटा जिल्ला कञ्चनपुरसम्म झापासम्म रहेको तराई मधेसमा आज तराई मधेस भनेर हामी सीमित भएको छौँ 8वटा जिल्लामा। यो 8वटा जिल्लाले राष्ट्रिय सन्देश दिइराखेका हुन्छ, मधेसको राष्ट्रिय सन्देश दिइराखेका हुन्छ। यसको सुझबुझको परिणामले आगामी दिनमा राष्ट्रिय स्तरमा प्रभाव पार्दछ। तपाईकै कुरा नै मान्ने हो भने निर्विवाद एउटै मात्रै प्रक्रिया हुन्छ लोकतान्त्रिक प्रक्रिया निर्वाचन। अब त्यसमा समानुपातिक समावेशी नहुन पनि सक्ला किनभने जसको वर्चस्व हुन्छ उसैले चुनावमा जित्छ। तर जुन किसिमले धनुषा निर्वाचन क्षेत्र नम्बर 3 तपाईँ उपसभापति विमलेन्द्र समूहका नेता हुनुहुन्छ, जुन किसिमले कतै पनि चुनाव नगरिकन सर्वसहमतिको नाउँमा फटाफट सबै गर्नुभयो त्यसमाथि पनि प्रश्न चिन्ह खडा हुन्छ नि त। होइन सुन्नुहोस्, एउटा कुरो तपाईँले 3 मा मात्रै फोकस गर्नुभयो। डडेलधुरामा प्रहरी लगाएर त्यहाँ अधिवेशन भयो। नेपाली काङ्ग्रेस एक त जनताको सङ्गठन पब्लिक मैले त्यो भन्न खोजा होइन। मैले भन्न खोजा के भन्दाखेरि नेपाली काङ्ग्रेसको अधिवेशनमा आजसम्म प्रहरी प्रशासन लगाएर गरेको मैले कहीँ पनि देखाएको छैन अहिलेसम्म मेरो यो जीवनमा। म त प्रतिबन्धित नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य पनि म 43-44 सालमा भएको मान्छे। यो गणेश मानसिंहको चाक्सीबारीमा पनि सम्मेलनमा भाग लिएको मान्छे 46 को आन्दोलन त। र निरन्तर रूपले नेपाली काङ्ग्रेसको जति पनि अधिवेशन महाधिवेशनहरू भएको छ त्यसमा सहभागी भएको म व्यक्ति हुँ। यसरी निर्वाचनको जो प्रक्रिया आजसम्म मैले नदेखेको प्रक्रिया देखेँ त्यो हुनाले म अचम्मित छु। अचम्मित कुन मानेमा सर्वसम्मति पक्ष पहिले पनि हुन्थ्यो। प्रतिबन्धित अवस्थामा त धनुषा जिल्लाको त निर्वाचन पनि भएको थियो। 143 क्रियाशील सदस्यमध्ये एउटा त्यो भित्रको म पनि पात्र हुँ, त्यसमा पनि मतदान गरेको थिएँ। मैले भन्न खोजा के भन्दाखेरि तपाईँले सन्दर्भ खालि लिएर आउनुभयो त्यो त एउटा के हुन्छ भन्दाखेरि यहाँनिर जुन समूहगत जुन फाइट थियो लडाइँ थियो समूहगत लडाइँको आधारमा एकता बनाउनको लागि समूहगत राजनीतिक धारलाई सङ्गठनलाई एउटा मजबुतीकरण वैमनस्यता नहोस्। आगामी दिनमा स्थानीय निर्वाचन छ, प्रदेशका निर्वाचनहरू छ, सङ्घीय निर्वाचनहरू छ। यसमा समूहगत हिसाबले प्रतिस्पर्धा गरिरहेका व्यक्तित्वहरूले आगामी दिनमा हानाथाप नगरून्, जो विगतमा हामीले धेरै अनुभव गरेका छौँ। ती सारा कुरोलाई हेर्दै समूहगत एकता दिने प्रयासमा कुन पक्षबाट के भयो त्यो आफ्नो ठाउँमा होला। समूहगत राजनीतिको हानाथापमा केही पात्रहरू त्यस्तो देखा परेको हुन सक्छ, तर सहमतिको सबैभन्दा उत्तम पक्ष हो। त्यस्तै अब अहिले मैले भन्न खोजा के भन्दाखेरि अहिले प्रदेश अधिवेशनको सन्दर्भमा हामी छौँ। 14औं महाधिवेशनको 25 गते छ। यी प्रदेश अधिवेशनहरू तपाईँको
पहिले नै सकिनुपर्ने हो। क्षेत्रीय अधिवेशनहरू पहिले नै सकिसक्नुपर्ने हो। अहिलेसम्म अधिवेशनहरू हुँदैछन् केन्द्रको कमी कमजोरीबाट, बुझ्नुपर्छ। उम्मेदवारी घोषणा गरिसक्नु भएको छ, निर्वाचनको ठेगान छैन। अब बुझ्नु, दुःख लाग्दो कुरो के छ भने केन्द्रमा मतदाता नामावली निर्वाचन समितिमा अहिलेसम्म पुगेको छैन। जिल्लाहरूको कतिपय जिल्ला क्षेत्रहरूमा विवाद छन्, निवेदन उजुरीहरू परेका छन्। हामीहरूको अधिवेशनको उद्घाटन सम्पन्न भइसकेको छ, तर मतदाता नामावली उपलब्ध अहिलेसम्म केन्द्रीय निर्वाचन समितिले प्रदेश निर्वाचन समितिलाई पूर्ण हिसाबले उपलब्ध गराएको छैन। मानिलिउँ विवाद जारी रह्यो र प्रदेश अधिवेशन हुन सकेन। बिना प्रदेश अधिवेशन तपाईहरू केन्द्रीय महाधिवेशनमा मत खसाल्न एज अ महाधिवेशन प्रतिनिधिको रूपमा काठमाडौँ पुग्नुभयो भने लज्जा महसुस हुँदैन तपाईहरूलाई? होइन, एउटा कुरो के छ भन्दाखेरि कतिपय जिल्लाहरूको अधिवेशन यो केन्द्रको दोषी हो। पहिले एउटा कुरो के बुझ्नु पर्यो, हामीले के बुझ्नु पर्यो भने केन्द्रीय निर्वाचन समिति वा केन्द्रीय समितिहरूको नेताहरूको सुझबुझको कमी पहिले बुझ्नुपर्छ। एक त प्रदेश 2 मा सबैले के प्रदेश 2 मा राजनीति गर्ने, राजनीतिक हानाथाप ज्यादा भयो अनि गाली पनि यसै प्रदेशलाई गर्ने, प्रदेशलाई हानाथाप ज्यादा भयो भन्ने। यो हानाथापले गर्दाखेरि यो प्रदेश नम्बरको 2 को अधिवेशन समयमा नगराएर अहिले यो अवस्था सिर्जना भएको हो। तपाईले भन्नुभयो केन्द्रीय महाधिवेशनमा के प्रभाव पार्छ। प्रदेश अधिवेशन नहुँदैमा क्षेत्रीय महाधिवेशन प्रतिनिधिहरूले मतदान केन्द्रीय महाधिवेशनमा गिराउने हो। प्रदेश अधिवेशन प्रतिनिधिहरूले गिराउँदैनन् भने कतिपय जिल्लामा वडा अधिवेशन भएका होलान्, पालिका अधिवेशन नभए पनि केही फरक पर्दैन। अहिले विषम अवस्थामा प्रदेश अधिवेशन गराउँदाखेरि हुन्छ। प्रदेश काठमाडौँको लागि क्षेत्रीय अधिवेशनको गराउँदाखेरि तिनीहरू साथीहरू वञ्चित हुँदैनन्। त्यो हुनाले चाहिँ यसले चाहिँ केन्द्रीय महाधिवेशनमा क्षेत्रीय महाधिवेशनका प्रतिनिधिहरू यदि सहभागिता भएन भने त्यो क्षेत्रका त्यो जिल्लाका साथीहरू त्यो अवसरबाट वञ्चित भयो भने केन्द्रीय राजनीतिको अवसर प्राप्तिको सङ्घर्षमा जो रहेकाहरू छन् तिनीहरू त 5 सालको लागि त वञ्चित हुने भने यसको दोष र जिम्मेवारी कसले लिने? यसको दोष र जिम्मेवारी केन्द्र वा निर्वाचन समितिले लिनु पर्यो नि त। एकातिर तराई मधेसमा साग नेपाली काङ्ग्रेसको गुमेको अवस्था छ, एकातिर साथीहरूलाई वञ्चित गराएर यदि प्रदेश अधिवेशन भयो, यहीँको अधिवेशन भयो वा ती साथीहरूलाई वञ्चित गराएर केन्द्रीय महाधिवेशनमा सहभागी हुन पाएनन् गरियो भने भोलि नेपाली काङ्ग्रेसले त्यो ठाउँमा त्यो क्षेत्रमा त्यो प्रदेशमा त्यसले कति नराम्रो प्रभाव पार्छ। प्रश्न यहाँ छ। त्यो हुनाले यो प्रदेश अधिवेशनको सन्दर्भमा जहाँसम्म कुरो छ सकभर निर्वाचन समितिले केन्द्रीय निर्वाचन समितिले अहिलेसम्म निर्णय केही न केही दिइसक्नु पर्छ। आज 16 गतेदेखि सुरुवात भएका आज हामी आइसक्यौँ 22 गते विवाह पञ्चमी छ। विवाह पञ्चमीमा मान्छे विश्वका हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र जनकपुरमा खचाखच अहिलेदेखि नै भरिन सुरु भइसकेको छ। धर्मशालाहरू सबै प्याक छ, लजहरू सबै एउटा खाली छैन, सब प्याकको अवस्था छ। गोपाल धर्मशालामा विदेशी मित्र छिमेकी राष्ट्रबाट आएका बसहरू लाग्न सुरु भइसकेका छन्, दर्शनार्थीहरू आउन सुरु भइसकेका छन्। यस्तो अवस्थामा एकातिर क्षेत्र र जिल्लाहरूको अधिवेशन सम्पन्न भएको छैन, 3-4 वटा जिल्लाको। यो अवस्थामा अधिवेशन साथीहरूलाई वञ्चित गराएर यदि कथन कदाचित गराइए तापनि पद त कसैले पाउला, कोही अध्यक्ष बन्लान्,
मै उपसभापति बनुला, लडुला। तर प्रदेश 2 को अपनत्व त हुँदैन नि। तर प्रदेश 2 को सम्पूर्ण जिल्ला क्षेत्र को अपनत्व पाउला नेपाली कांग्रेसले? पाउन सक्दैन। पदमा जान सकिएला। त्यो पद लिएर कोही पदको यो समूहको यो पदमा गयो भन्लान्, फलानु समूहको यो पदमा गयो भन्लान्। त्यो पद लिएर नेपाली कांग्रेसलाई भोलि आगामी दिनमा कति सार्थक गर्छ? समूहगत राजनीतिको हानाथापमा कसैको बहुमत होला, कोही अल्पमत होला, हार्ला जित्ला, यो वञ्चित गराइएर गरेको अधिवेशनले नेपाली कांग्रेसलाई कतिको फाइदा गर्छ? अब तपाईँ हैन एकजना नेपाली कांग्रेसकै सच्चा कार्यकर्ता नेता यसरी असन्तुष्टि व्यक्त गर्दै हुनुहुन्छ महाधिवेशनको एउटा प्रक्रियामा, अहिलेसम्मको गतिविधिमा, हैन? यसरी कसरी हुन्छ? कांग्रेस कसरी अब प्रदेश 2 को अपनत्व रहेन भने भोलि यहाँहरूको फेरि भविष्य के हुन्छ? त्यही पीडा छ, त्यही चिन्ता छ। त्यही पीडा र चिन्ताले मैले यो आक्रोश म यहाँ व्यक्त गरिरहेको छु। यो कांग्रेसमै अहिले आउँदो समयमा हुने थियो। आउँदो निर्वाचनमा तराई, मधेस, कञ्चनपुरदेखि झापासम्म पुरा कांग्रेसमै हुने अवस्था छ। हिजोको जो साग छ त्यो मधेसी जनतालाई, जनजातिलाई, थारूलाई, आदिवासी, मुस्लिम विश्वास दिलाउने अहिले अवस्था थियो। प्रदेश 2 असन्तुष्ट भयो भने तपाईँ जुन समूहका नेता हुनुहुन्छ नि, तपाईँ उपसभापति भीमलेन्द्र निधि समूहका, उहाँलाई नै घाटा हुन्छ नि त फेरि। उहाँ त प्रदेश 2 को एकदम सर्वमान्य नेता हुनुहुन्छ नेपाली कांग्रेसमा। अब यसलाई बिगार्ने प्रयास गर्दैछन् केन्द्रीय नेताहरूले। यसलाई जानी जानी बिगार्ने प्रयास, यो प्रदेशलाई बिगार्ने स्थितिमा पुर्याइरहेछन्। अहिले पनि म सबै नेताहरूलाई, नेपाली कांग्रेसका सम्पूर्ण नेताहरूलाई नेपाली कांग्रेसप्रति अलिकति अरूले बिगारे पनि उहाँ आफै उपसभापति हुनुहुन्छ, सभापतिको दावेदार हुनुहुन्छ। अब यहाँ उहाँ पनि अडान लिन सक्नुहुन्छ। अब एउटा उहाँले अडान लिँदा पनि उहाँको अडान कतिको लागू हुन्छ? केन्द्रीय समितिमा एउटा उपसभापतिका हकदार हुन्। नेपाली कांग्रेसको जो राजनीतिक प्याटर्न छ, जुन समूहगत राजनीतिकहरू छ, समूहगत राजनीतिको आधारमा उहाँले आफूलाई नेपाली कांग्रेसको उहाँले त आफै बल्ल समूह बनाउनु भएको छ, सभापतिको उम्मेदवारमा आफूलाई प्रस्तुत गरेका छन्। 2009 सालमा धनमान सिंह महामन्त्री भए थिए। 2009 सालपछि आज कति वर्ष भयो? आज सभापतिको लागि तराई मधेस समुदायबाट पहिलोचोटि मलाई लाग्छ नेपाली कांग्रेसको 75 सालको इतिहासमा कसैले हिम्मत गरेको छ भने, कसैले तागत देखाएको छ भने एउटा पात्र मैले उहाँलाई देखिरहेको छु। उहाँ ऐतिहासिक पात्र हुन्। परिणाम के हुन्छ त्यो नेपाली कांग्रेसले सोच्ने कुरा हो। नेपाली कांग्रेसको कार्यकर्ताले सोच्ने कुराहरू हो। भोलि तराई मधेसको जनता वा कार्यकर्ताले के सोच्ने हुन्? दलित जनजाति आदिवासीहरूले के सोच्ने हुन्? मुस्लिमले के सोच्ने हुन्? पहाडका, हिमालका, खस आर्यहरूले के सोच्ने हुन्? तराई मधेसमा एउटा भनाइ छ नि त मैथिलीमा, नेपाली कांग्रेस के अपने कांग्रेसीय सब हरा दे, एउटा भनाइ छ। एकदम देउवा समूह छँदै थियो, पौडेल समूह छँदै थियो, सिटौला समूह पनि थपिए। अब अहिले आएर एउटा निधि समूह पनि थपिएको छ। हैन, उम्मेदवारहरूलाई हेर्ने हो भने निधि समूह यसलाई नभनौँ। हुन त विगतमा पनि नेताहरूको, त्रय नेताहरूको 3वटा विचारधाराहरू थिए, विमतिहरू थिए। तर संगठनको लागि जे निर्णय हुन्छ सहमतिको आधारमा जान्थे, एकअर्कालाई सम्मान गर्थे। निस्तेजको राजनीतिक थिएन, बन्देजको राजनीतिक थिएन। कोही पदमा गए तापनि एकअर्कालाई त्यतिकै सम्मान थियो, एकअर्काका कुरा सुन्थे, व्यवहारिकता थियो, समीपता थियो। तर अहिले आएर सत्ताको हानाथापमा नेपाली कांग्रेसलाई कसरी अगाडि बढाउने चिन्तन त्यताबाट गयो। पद प्राप्तिको लडाईँमा सबै लागे। एकदमै कम छ। अब मैले भन्न खोजा के भन्दाखेरि विमलेन्द्रजी जो लडिरहेछन् सभापतिमा, यो नेपाली कांग्रेसको लागि एउटा ठुलो अवसर पनि हो। नेपाली कांग्रेसको लागि ठुलो अवसर पनि हो। नेपाली कांग्रेसका कार्यकर्तादेखि नेताहरूलाई सुझबुझको साथ सर्वसम्मति, जसरी वडादेखि जिल्लासम्म सर्वसम्मतिको प्रयास भएर अधिकांश जिल्लाहरूमा गएछन्, हानाथापको सङ्घर्ष नगरेर आगामी दिनमा नेपाली कांग्रेसको सरकार बनाउनको लागि,
नेपाली काङ्ग्रेसको साख नेपालमै बनाउनको लागि एउटा सुझबुझको साथ नेताहरूले सन्तुलन मिलाएर सर्वसम्मतिको साथ प्रदेशमा पनि गरून्। अब प्रदेशको अधिवेशन हुने अवस्था देखा परेको छैन, बाँकी 6वटाको लगभग मोटामोटी भइसकेको छ। यसमा पनि सुझबुझको साथ हानाथाप नगरिकन सर्वसम्मतिको आधारमा नेताहरू बसेर एउटा टुङ्गोमा यसलाई लिएर जानुपर्दछ। त्यस्तै केन्द्रीय निर्वाचनको लागि पनि भोलि नेपाली काङ्ग्रेसको आगामी नेपाली काङ्ग्रेसको सरकार बनाउने सन्दर्भमा धेरै ठाउँहरू छन्। कोही पार्टीका सभापति बनुन्, कोही प्रधानमन्त्रीमा जाउन्, कोही राष्ट्रपतिमा जाउन्, कोही सभामुखमा जाउन्, नेता भनेका त्यही हुन्। अलिकति ठाउँहरू त्यही छन्। मैले भन्न खोजा के भन्दाखेरि यसलाई नेपाली काङ्ग्रेसलाई बचाउने हो भने सबैले त्यतातिर सोच्नुपर्ने आवश्यकता छ। अलिकति जनकपुर र यो प्रदेशलाई केन्द्रित गरेर अलिकति स्थानीय कुरा गर्छु म। तपाईँ निधिजीको विश्वासपात्र पनि हुनुहुन्छ। उहाँलाई प्रदेश 2 को नेपाली काङ्ग्रेसको एउटा फेस हुन्छ नि, त्यसरी चिनिन्छ। 2074 सालको आम निर्वाचनको नतिजा काङ्ग्रेसको लागि के छ तपाईँ हाम्रो हातमा छ। उहाँ आफै पनि चुनाव हार्नु भएको छ। उहाँ प्रदेश 2 को नेता हुनुहुन्थ्यो मधेसको, र शेरबहादुर देउवाको साथ थियो, आशीर्वाद पनि थियो। त्यो बेलामा यस्तो अवस्था आयो, आम निर्वाचनको नतिजा आयो भने अहिले त उहाँ बागी भएर देउवाजीसँग टक्कर लिएर अर्को समूह भनौँ न अहिलेसम्म अगाडि बढ्नु भएको छ। उहाँको अवस्था झनै खस्किने तपाईँले देख्नु भएको छैन? तपाईँले विगतका निर्वाचनहरूमा तपाईँले बुझ्दै बुझ्नु भएन। विगतका निर्वाचनलाई तपाईँ पनि एउटा पत्रकार, त्यत्रो आवाज उठ्यो, त्यत्रो विश्लेषण भयो। केपी ओलीको सरकार थिए, केपी ओलीको आन्दोलनको मधेस सरकार थियो। केपी ओलीको सरकार पुरा पावर लगाएर हराउनपट्टि लागेका थिए। सम्पूर्ण राजनीतिक दल, केन्द्रित राजनीतिक दलहरू गोलबन्द भएका थिए, एक ठाउँमा गोलबन्द भएका थिए। नेपाली काङ्ग्रेसभित्रकै नेतागणहरू हराउनपट्टि अभियानमा यिनलाई लागेका थिए। के कुरो थियो भने त्यो कुरो जनताले बुझ्न सकेनन्। के बुझ्न सकेनन् भने तराई मधेसका समस्याहरूको संशोधन प्रस्ताव लिएर जाने वा नेपाली काङ्ग्रेसको नेताहरूको केन्द्रीय समितिमा राखेर निर्णय गराउने, अरू राजनीतिक दलहरूलाई मधेसका समस्याहरूलाई संशोधन गराउने प्रस्तावतिर आकर्षित गर्ने, त्यो भूमिका खेल्ने पात्र यिनै थिए। यिनी प्रतिनिधि सभामा गएको भए मधेसका समस्याहरू, मधेसका आवाजहरू, मधेसका जे कुराहरू थियो त्यो टुङ्गो लाग्थ्यो। तपाईँको कुरा सही हो, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्छ भन्ने पनि उहाँ नै हुनुहुन्छ। तर बिपीले पनि भनेका थिए। जुन किसिमले हिजोको अवस्था थियो, शेरबहादुर देउवाको साथ उहाँ अहिले सभापति र प्रधानमन्त्री पनि हुनुहुन्छ, र अहिलेको जुन टकराव छ एउटा त्यही बेग्लै बाटो रोजेको जुन अवस्था छ, यसलाई टकराट नभनौँ। उहाँले नेपाली काङ्ग्रेसलाई बचाउनको लागि अहिलेको अवस्थामा जो नेपाली काङ्ग्रेसको साख मधेसबाट, जनजातिबाट, दलितबाट, मुस्लिमबाट जो गुमेको साख नेपाली काङ्ग्रेसले जो गुमायो, त्यो साखलाई बचाउनको लागि उहाँले आफूलाई प्रस्तुत गर्नुभएको छ। एउटा कुरो विमति हुने वैचारिक हिसाबले आफूलाई प्रस्तुत, नेपाली काङ्ग्रेसलाई जोगाउनको लागि उहाँले आफूलाई प्रस्तुत गर्नुभएको छ। यसमा नेपाली काङ्ग्रेसका नेताहरूले वा कार्यकर्ताहरूले कुन तरिकाबाट चिन्तन मनन गर्छन् त्यो महत्त्वपूर्ण कुरो हो। अब अलिकति यसमै म जोड दिन्छु। प्रदेश अधिवेशनमा हिजो यहाँहरूसँग महेन्द्र यादवजी हुनुहुन्थ्यो, आनन्द प्रसाद ढुङ्गानाजी हुनुहुन्थ्यो, तर हामीले देख्यौँ हिजै पत्रकार सम्मेलन थियो, कृष्ण यादवको उम्मेदवारी उहाँहरूले सामूहिक रूपमा घोषणा गर्नुभयो। अब तपाईँहरूलाई कसरी निधि समूहको उम्मेदवार रामसरोज यादवले जित्छ भन्ने आधार के होला भन्नुहोस् त? अब हेर्नुहोस्, एक त तपाईँको अधिकांश कार्यकर्ताहरू अहिले अधिवेशन, प्रदेश अधिवेशनमा सहभागिता हुन पाइरहेका छैनन्। 300-400 लगभग मोटामोटी करिब वञ्चित भइरहेका छन्।
भोलि गएर यो अधिवेशन पछाडि महाधिवेशन पछाडि यदि प्रदेशको अधिवेशन हुने भयो भने सभापति फेरि उही शेरबहादुर देउवा, प्रधानमन्त्री पनि उही शेरबहादुर देउवा, अनि तपाईँहरूलाई त पेलिहाल्छन् त यो प्रदेशमा। होइन, के छ भन्दाखेरि मैले भन्न खोजा के भन्दाखेरि समूहगत राजनीतिक त छँदैछ, हिजो थियो, विगतमा पनि थिए, भएका हुन्। अहिले समूहगत राजनीतिक गर्ने अवस्था छ तराई मधेसमा। मैले प्रश्न उठाएको त्यतातिर, मैले प्रश्न उठाएको के हो भन्दाखेरि पदमा जाँदैमा नेपाली काङ्ग्रेस कुनै समूह यहाँ जित्यो के नेपाली काङ्ग्रेसको साख बदलिन्छ? नेपाली काङ्ग्रेसले भोलि के प्रदेश स्थानीय निर्वाचनमा त्यो ग्यारेन्टी गर्न सक्छ? जितेका उम्मेदवारहरूले गराउन सक्छन्? त्यो समूहगत नेताहरूले गराउन सक्छन्? मैले प्रश्न उठाएको के हो भन्दाखेरि जब त्यो अवस्था आउँदैन, एक अर्कामा हानाथाप हुन्छ, वैमनस्यता हुन्छ, समूहगत राजनीतिको बोलबाला हुन्छ, समूहगत राजनीतिको जहाँ बोलबाला भयो एक अर्कालाई हेर्न चाहँदैनन्। विगतमा जुन घटनाहरू घट्यो, घात अन्तर्घातका परिपाटीहरू भए, तपाईको दिएका उम्मेदवारहरू हराउने पराजित गराउने अवस्था सृजना भयो। तपाईको संकेत प्रदेश 2 को अभिभावक मानिएका उपसभापति विमलेन्द्र निधिलाई प्रदेश 2 को अधिवेशन कसरी गर्ने, कसरी मिलाउने भन्ने सर्वाधिकार दिनु पर्थ्यो, त्यसमा हस्तक्षेप भयो। होइन, मैले त्यो भन्न खोजेको होइन। नेताहरू छन् प्रदेश 2 मा, अरू पनि नेताहरू छन्, केन्द्रीय सदस्यहरू छन्, छैनन् भन्ने कुरो होइन। जवाबदेही त सबैले लिनु पर्दछ। प्रदेश 2 मा रहेका नेताहरूले नलिने जवाबदेही, केन्द्रीय सदस्य भएकाहरूले नलिने, प्रदेश नम्बर 2 बाट मन्त्री भएकाहरूले जवाबदेही नलिने, लिने कि नलिने? मैले भन्न खोजा के भन्दाखेरि आफूलाई नेतृत्वमा रहेका दलले प्रदेश नम्बर 2 मा छन्, सबैले बसेर प्रदेश 2 कसरी मजबुत हुन्छ एउटा सही दिशा सोचेर अहिलेको विषम अवस्थालाई मध्यनजर राख्दै प्रदेश 2 को अधिवेशन सर्वसम्मतबाट सम्पन्न गराउनु पर्दछ। यो कसैलाई पद दिनको लागि मैले भने होइन, कुनै समूहलाई दिनुपर्छ, उसलाई दिनुपर्छ, हानाथाप गर्ने अहिले अवस्था छैन। प्रदेश 2 जित्नलाई प्रदेश नम्बर 2 जित्नको लागि एकताको सन्देश दिनु पर्दछ। बसेर छलफल गरेर एउटा दृष्टिकोण, हामीले नेपाली यो पद के को लागि हो, त्यो एकता अब काठमाडौँको महाधिवेशन पछि मात्रै हुने भयो। अब संकेत अब हेरौँ नेताहरूको सुझबुझ विवेकले काम गर्यो भने सर्वसम्मत दिशा दिन सक्ला। म त आशावादी मान्छे हुँ। कार्यक्रम भएन भने केन्द्रीय महाधिवेशन पछि प्रदेश अधिवेशन अर्को अवस्थामा देखिरहेको छैन। या त केन्द्रीय महाधिवेशन पछि प्रदेश अधिवेशन गराउनु पर्दछ। यो दुईटा विकल्प बाहेक अर्को विकल्प मैले अहिलेको अवस्थामा देखाएको छैन। कार्यक्रमको अन्ततिर छौँ। तपाईँ अहिलेसम्म चाहिँ उम्मेदवार हुनुहुन्छ उपसभापतिको। हजुर। महाधिवेशन पछि यदि प्रदेश अधिवेशन हुने भयो भने हजुर उम्मेदवारी कन्टिन्यू हुन्छ कि काठमाडौँमा केही गरेर आउनुहुन्छ? होइन, मैले प्रदेश अधिवेशनको मेरो फेरि कस्तो छ भने मैले जुन पदलाई विगतमा पनि साथीहरूलाई सबैलाई थाहा छ, म जुन पदको लागि एकचोटि बोल्छु त्यसमा भयो भने भयो, भएन भने दोबारा पदमा म यता पनि पाऊँ, उता पनि पाऊँ, उता पनि जाउँ, त्यहाँ लट्किनु पर्यो भने त्यसमा लट्कौँ, यता म त्यस्तो जहाँ छिर्न मन लाग्यो त्यहाँ छिर्ने अवस्थाको म कार्यकर्ता होइन। मेरो एउटा मैले प्रदेश उपसभापतिको उम्मेदवारी यसलाई दिएको, प्रदेश नम्बर 2 मा जो वैमनस्यता छ, गुट उपगुट छ, नेताहरूको सम्मान छैन, एक अर्काको परिपूरक भएर हिँडेका छैनन्। भोलिको दिनमा प्रदेश नम्बर 2 मा स्थानीय निर्वाचनदेखि प्रदेश निर्वाचन र संघीय निर्वाचनमा सम्पूर्ण नेताहरूलाई एकजुट गराएर वैमनस्यता छ भने त्यसलाई समन्वयकारी भूमिका निर्वाह गर्दै सबैलाई एकजुटताको साथ एक ठाउँमा उभ्याएर कसरी जिताउन सकिन्छ भन्ने कार्यक्रम समन्वयकारी भूमिकाद्वारा कसरी अगाडि बढाउन सकिन्छ, विगतमा भएका त्रुटिहरूलाई केलाउँदै विगतमा भएका जुन समस्याहरू छ त्यसलाई समाधान गर्दै कसरी अगाडि नेपाली काङ्ग्रेसको प्रदेशमा बढ्छ, त्यो सोचको साथ मैले उपसभापतिमा मैले मतलब चाहिँ उम्मेदवारी दिएको हो। मलाई पदको आवश्यकता होइन। मलाई पद आज 45 वर्ष हो नेपाली काङ्ग्रेसको राजनीतिकमा निरन्तर
मैले कहिले पनि पदको ललायत म भइन। म प्रतिबद्धित अवस्थादेखि 36 सालदेखि पहिलो गिरफ्तारी मेरो 36 साल कांग्रेस एक होस् जितोस् भन्ने जितोस् भन्ने मनसायबाट अग्रज नेताहरूलाई सम्मान गर्दै युवाहरूलाई प्रोत्साहन संगठनभित्र नेतृत्वदायी भूमिकामा कसरी आउँछन्, हरेक वर्ग समुदाय भाषा भाषीलाई नेतृत्वदायी भूमिकामा कसरी लिएर जाने, त्यो अभिप्रेरणाका साथ प्रदेश नम्बर 2 मा हरेक वर्ग हरेक भाषा हरेक समुदायलाई नेपाली कांग्रेसको नेतृत्वदायी भूमिकामा लैजाने कार्यक्रमका साथ मैले यो कांग्रेसको नेतृत्वले प्रदेश 2 लाई बुझोस् र यहाँ जितोस् भन्ने धारणाको साथ मेरो आफ्नो उम्मेदवारी हो। अब यो केन्द्रीय महाधिवेशन पछि भए पनि साथीहरूको माझ एक त सर्वसम्मत वातावरण निर्माण होस् भन्ने आग्रह अहिले पनि म तपाईको यो टेलिभिजन अपन टेलिभिजनको मार्फतबाट सम्पूर्ण नेतागण प्रदेशका नेतागण देखि लिएर केन्द्रीय स्तरका नेतागणहरूलाई म आग्रह प्रदेश 2 को लागि सर्वसम्मतिको आवश्यकता छ। अहिलेको अवस्था विषम अवस्थाले गर्दा आवश्यकता छ। सहज अवस्था र सरल अवस्था भएको अवस्थामा नेपाली कांग्रेसले निर्वाचन प्रक्रियाद्वारा अधिवेशनहरू त गरेकै हो नि। अहिले आवश्यकता सर्वसम्मतको छ। त्यो सर्वसम्मतको भूमिकामा नेताजीहरूले हानाथाप नगरिकन सुझबुझ र विवेक पुर्याएर निर्णय लिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु। हस्, अमूल्य समय दिनुभयो, धेरै धेरै धन्यवाद तपाईलाई। धन्यवाद पूरण भाइ, मेरो आफ्नो विचार मन्तव्य राख्नलाई मलाई मौका दिनुभएकोमा तपाईँ र अपन टिभी परिवार सम्पूर्णलाई मेरो तर्फबाट मुरी धन्यवाद र मेरो यो भनाइहरूलाई सुनिदिने सम्पूर्ण श्रोता दर्शकगणहरूमा प्रफुल्ल कुमार घिमिरेको तर्फबाट हार्दिक जय नेपाल। दर्शकवृन्द, आजुक कार्यक्रम अपन विशेष में नेपाली कांग्रेस प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन नेपाली कांग्रेस से संबंधित विषय पर बातचीत भेल। प्रफुल्ल कुमार घिमिरे जे नेपाली कांग्रेस के महाधिवेशन प्रतिनिधि जनकपुर धाम के पत्रकार से हो नेपाली कांग्रेस के युवा नेता के रूप में से हो चिन्हल जाए उनका संगे बातचीत भेल। फिर से दोसर श्रृंखला में दोसर विशेष व्यक्तित्व संग विशेष संदर्भ पर कार्यक्रम अपन विशेष में भेंटघाट हेते। अखन के लिए आज्ञा दिया, नमस्कार।